यस्तो पुरै आइस छ के कान्छी यो होइन यो पुरै आइस छ यो आइसमा चाहिँ नि मलाई एउटा कुरो याद आयो के कुरो थाहा छ के कुरो Hi everyone, namaste. Welcome back to Grace Pratoki YouTube channel. कता हिँड्नु भयो र अब हिँडेको बाटो हिँडेको बाटो त अनि रोडमा हिँडेपछि अनि गाडी लिएर हिँड्ने चाहिँ बाटो त भयो त बाटो नि अब के हिँड्ने नि यस्तो चिसोमा हिँड्यो लाग्यो होइन कता खै कहाँ लाग्यो हो के गर्यो मलाई चाहिँ केही थाहा छैन बुढोसँग हिँड्नु न बुढोसँग हिँडेपछि कहाँ बुढो लिएर हिँड्ने के गरे हिउँले गर्दाखेरि कस्तो दामी पो भयो त हौ सेतो देखिन्छ कस्तो दामी देखियो त हौ हिउँले त कहाँ लग्यो के गर्यो थाहा छैन मेरो बुढी किन हात्तेको बुढोले कहीँ लाँदैन हो होइन हौ बा सपिङ लग्नु भएको हो कि मलाई भनेको नि ए भगवान् नसक्नु हो अब सपिङै जानुपर्ने हो सपिङ लग्नु भएको कि के किनिदिने हो कि बुढीलाई भनेर नि हो ठिकै छ केही फरक पर्दैन केही प्लान हो कि बुढोको प्लान केही छैन हो भाइ स्पेसल केही आउँछ कि भन्ने आश अनि त्यतिकै नेपाली गाउँ डुल्दै हिँडेको हो ठिकै छ नेपाली गाउँ लग्यो भने केही भएको छैन नेपाली गाउँ लानु अनि डुल्नु न एकछिन के छ र नेपाली गाउँतिर यसो डुल्नु केही छैन हो यस्तो कहिले चाहिँ नि हिउँ त सानो भयो त यो कहिले जाँदैन त जाँदैन न अब यहीँ थपिन्छ अब यहीँ थपिन्छ अब भोलि पर्सि कहिले थपिने हो थप्यो बिजोक रमाइलो छ राम्रो छ त अनि सेतो देखिएको छ राम्रो देखिएको छ त सेतो होइन सेतो छ छेउछेउमा बिचमा कालो कति दामी देखेको छ साँच्चै नि रमाइलो छ कहीँ न यो कुनाबाट जाउँ जता हुन्छ त्यतै जाउँ Excuse me. क्या रे फेरि त्यतै कतै कुदिरहेको छ गाडी हामी माथि जाउँ होइन हामी पुलमाथि डर छ गाडीदेखि दुई चारवटा कुरो काट्नु नि कसैको गएर छ्या त्यस्तो बेहोरा चल्दो पैसा कहाँ आइपुग्यो अहिले थाहा होला त यो के हो यो चाहिँ छुट्टीको दिन चाहिँ हेर्नु पनि नपरोस् जस्तो लाग्छ यहीँ ल्याउनुहुन्छ बुढोले यही बाटो लिएर हेर्नुहुन्छ यही हो सपिङ मल यो सपिङ यही त रहेछ त सपिङ मल छुट्टीको दिन चाहिँ काम गर्ने ठाउँ देख्नु पनि नपरोस् जस्तो लाग्छ त्यही ल्याउनुहुन्छ फेरि सपिङ मल कति गजब भयो त गजब भयो त मैले बुढी त्यस्तो चिसो कहाँ हिँड्ने आइस भएछ
आइस चाहिँ अहिले बगेकै छैन आम्मा, my God. पुरै आइस छ त अनि यो त चिलिगा छैन ओहो ओइ आइसै छ आइस अनि यो पुरै काँचोको हो हो त आइसै छ बुढो आइस हेरे छैन अनि अनि यस्तो चिसोमा यस्तोमा माछाहरू त के भजन पो अनि पुरै आइस छ त अनि यो त छुनु त यो हैट, बुढो यो छुनु न म छुँदिनँ यो चिसो त छुनु मेरो हात झर्छ होला हो छैन आइसै अरे सबै पो गएछ त यो बुढाबुढी कहाँ हिँड्यो यस्तो चिसोमा यो बुढाबुढी आइसै चिसोमा होइन यो बुढाबुढी आमा काम छैन अनि चिसोमा कक्रिँदै होइन कक्रिँदै हिँड्दै कक्रिँदै हिँड्ने रहेछ यो बुढाबुढी Oh my gosh, बुढा कता जाउँ हो उतापट्टि जाउँ कता जाउँ हो माया मेरो चोक चिसोमा मिचा गरेर आइस पो त साह्रै मजाको भएछ त पुरै आइस पो रहेछ त यहाँ त हट। कति चाहिँ नि मूर्ख होला कि बुढी मूर्ख हो कि बुढो मूर्ख हो त्यो चाहिँ मलाई पनि थाहा छैन होइन यस्तो चिसोमा पोखरी हिँड्ने भनेपछि त त्यो मूर्खमा नि यसमा कोही छुट्टिँदैन दुईजनै हो एकजनाले जाउँ भन्दैछ नजाउँ भन्नुपर्छ नि त आमा अनि भरे कतिखेर हुन्छ अनि सुरु हुन्छ कसको चाहिँ हो नि थाहा छैन अनि अनि के हाच्छ्यौँ गरे अनि ए बेसार पानी कता छ भन्यो अनि के भन्यो सुरु हुन्छ होइन पानी बग्यो चिसो यस्तो चिसोमा यस्तोमा हिँड्ने भनेपछि त नि हो कि यो बुढाबुढीको भन्नै पर्छ जे होस् म त टोपी पनि लगाइरहेको छु तपाईँले त टोपी पनि छैन झन् झन् टोपी पनि छैन है गाह्रो छ हो गाह्रो छ के आज पनि के लागेको नि यो बुढाबुढीलाई के जङ चलेर हिँडेको भन्ने चाहिँ थाहा छैन यस्तो आइस छ यो डेङ छ पुरै आइस छ त अनि यो के भयो यो पुरै छ के अरे दुध तातेपछि त हात लाग्दैन हुन्छ नि तर आमै चाहिँ मजाले हिँडिरहेछन् होइन यस्तो चिसोमा पन्जालाई चाहिँ नआउने टोपी छैन गाह्रो छ यो हिँडाइले नि यस्तो डेन्जर यस्तो चिसो हो नि घाँटी दुखेको अब दबाई भयो यस्तो पुरै आइस छ क्या कान्छी यो होइन यो पुरै आइस छ यो आइसमा चाहिँ नि मलाई एउटा कुरो याद आयो कि के कुरो थाहा छ के कुरो फेरि के कहाँ घर बिगार्ने हुन्छन् नि मान्छेहरू कि अर्काको घर बिगार्ने मान्छेहरू के त्यो सम्पत्तिको लागि त्यस्ता खालका मान्छेहरूलाई यो आइस पुरै यहाँ ल्याएर चाहिँ नि लाइन लाएर यो पुरै कि अहिले यो अब खोला हो नि चाहिँ पुरै आइस छ लाइन लगाएर सुताउनु पर्ने यहाँनिर पुरै लाइन लगाएर यहाँ पुरै सुताइदिनु पर्छ यो पुरै तिनीहरूलाई अलिक ठिक हुन्थ्यो होला कि यहाँनिर ल्याएर अर्काको घर बिगारेर नि कहाँ छ के छ भने काम गरेर खानु छैन त्यसलाई कसरी हुन्छ के गरेर हुन्छ कति छ पैसा भन्यो यसो हेऱ्यो को चाहिँ नि अलि चर्चामा आएका छन् कि के छ भने भन्यो गुगल सर्च गरे हुन्छ कि के गरेर हुन्छ कि पत्ता लगायो त्यसलाई त्यसका छोराछोरी होस् कि जेसुकै होस् जसरी भयो नि फसाउने कि त्यस बुढी त्यो केटाकेटीहरू के जोसुकै होस् म केटीलाई पनि गलादो है केटा पनि त्यो दुइटै गलादो हुने कि यिनीहरू त्यो तिनीहरूलाई लाइन ल्याएर सुताइदिनु पर्छ कि यहाँनिर वरिपरि अलि ठिक यस्तो चिसो अब सुरु गर्नु पर्ला त्यो चाहिँ यहाँ पुरै आइसको पुरै लाइन त्यस्तोलाई चाहिँ ल्याएर सुताउनु पर्ने यहाँनिर यहाँ त कति 5 सेकेन्डमा कक्रिन्छ यस्तो चाहिँ यो पुरै गाउँ होइन अमेरिका गाउँ दुईतिर गाडी छ गाडी लिएर हिँड्न नि गाह्रो है
यता पो दामी रहेछ त हौ यो के हो यो घरै हो कि के हो यस्तो हो नि के हो यो? दामी रहेछ त यता त गाउँ होइन नि एउटा होइन, के रहेछ नि त त्यो त अर्कै खालको देख्छु भने आज बुढो कहाँ पुगेर आउनुभएको कान त रातो पोखरी पोखरी जाडोमा है ठिक्क भएर टोपी लाउनु भन्दाखेरि म ह्यान्डसम देखिन्न भन्दै नलाएको होइन त्यस्तो होइन त्यस्तो होइन त्यस्तो होइन हेर कान त नि त्यो डल्ले खोर्सानी पाके जति अहिलेसम्म म जिपिएस नलाइकन हिँडिरहेको छु तर कहाँ जान्छु पुग्छु भन्ने थाहा छैन होइन जहाँ पुगिन्छ जिपिएस नलाइकन हिँडिरहेको छु जहाँ पुगेर पुगोस् कि कति छ भने नि आज माइनस अब 4-5 कति छ होला नि त्यो पुरै पोखरी पुरै जमेको थियो भने कि अब कति छ कति छ त्यहाँ होइन पोखरी त खतरा जमेको थियो यस्तोमा अब हिँडिरहेको छ तर त्यहाँको जिपिएस लगाएको छैन अचुवा पारामा हिँडिरहेको छु म जहाँ पुगे नि पुगोस् होइन बुढीलाई लान्छु घुमाउन भने त जहाँ घुमाएर भन्नु त अघि मैले सपिङ मल देखाएँ नि त नि के किनिदिनु भयो त अब त्यहाँ के किन्नु नि आइसमा लगेर एकछिन राखेर ल्याउनु भयो त त्यस्तै त हो होइन थाहा भएन यता जाउँ ल यतै जाउँ ल अलिक थाहा भएन यता पस्नु पऱ्यो भएन गाउँ पुरै डुल्नु पऱ्यो थाहा नै भएन